यो बस्तीको सन्दर्भमा सर्वाधिक सरोकारको विषय, अत्यधिक सरोकारको विषय भनेको नदी नियन्त्रण हो। नदी नियन्त्रण हुनु पर्यो भन्ने थियो। एकचोटि त्यो माथि होइन, हामीले चाहिँ त्यो भत्केको यहाँ घरै भत्काउन आएको थियो नि, त्यहाँ माथि हो त। त्यो चाहिँ अब घरै भत्किने भयो, यो तिनाउ नदी चाहिँ यतातिर सहरतिर पस्ने भयो। अब के गर्ने होला, कसो गर्ने होला भनेर चाहिँ हामीले त्यति बेला हेरेका थियौँ। तत्कालको लागि तार जाली यताउति गेबिन सेबिन गरेर बाँध बनाएर हामीले चाहिँ तत्कालको गर्ज टार्यौँ, तत्काल नदी नियन्त्रण गऱ्यौँ। तर हाम्रो मनले के मानिरहेको थिएन भने यस्तो चाहिँ तत्कालको प्रबन्ध गरेर मात्रै भएन, एउटा चाहिँ दीर्घकालीन रूपमा कहिल्यै पनि यो बस्ती नदीले यो बस्ती ताक्न नसकोस्, नदी यो के अरे तिनाउ नदी हाम्रो बस्तीमा आउन नसकोस्, प्रवेश गर्न नसकोस् भन्ने हिसाबले बलियो तटबन्ध निर्माणको काम हामीले अगाडि बढाउनु पर्ने आवश्यकता थियो। त्यसका निम्ति विभिन्न कालखण्डमा यहाँ हामीले बजेटहरू पठाइ नै रहेका छौँ। अहिले पनि करिब 25 करोडको चाहिँ लागतमा यो चाहिँ तटबन्ध निर्माणको काम भइरहेछ। यो 25 करोडको मात्रै कुरा गर्दिनँ म यहाँलाई। मैले के भन्न चाहन्छु भनेदेखि हामीले यस बिचमा यो तिनाउ दानव कोरिडोर सडक बन्यो। कोरिडोर सडक भनेर त्यसको निम्ति 4 अर्ब बजेट छुट्यायौँ। ठेक्का पनि लाग्यो, काम पनि सुरु भयो। तर कोरिडोर सडक निर्माण गर्ने सिलसिलामा स्थानीय उपभोक्ताहरूसँग छलफल गर्नुपर्ने परिस्थिति निर्माण भयो। सडक आवश्यक छ कि छैन भन्ने कोणबाट पनि छलफल भयो। यसरी छलफल हुँदै जाने क्रममा अहिले हामी कुन टुङ्गोमा पुगेका छौँ भने यो माथि यहाँ चाहिँ अब कोरिडोर सडक चाहिँदैन। यहाँ के चाहिन्छ भन्दा पक्की पर्खाल चाहियो। बस्तीको सुरक्षा हुने गरिकन पक्की पर्खाल चाहियो, त्यो हामीले गर्नुपर्छ, सडकको अभाव होइन भन्ने निष्कर्षमा हामी पुगेका छौँ। र अब हामी माथिदेखि तलसम्म यहाँले देख्नुभएको छ होला नि, त्यो टप मजुवाको दोभानमा, तिनाउ र दानवको दोभानमा कस्तो व्यवस्थित खालको चाहिँ त्यहाँ हामीले पर्खाल लगाएका छौँ नि, त्यो चाहिँ तटबन्ध गरेका छौँ। हो त्यही ढाँचामा हामी माथिदेखि तलसम्म नदीको दुवै किनारामा तिनाउ दानवको दोभानदेखि अझ माथिदेखि हामीले त अहिले त्यो पुलभन्दा माथि पनि काम गर्दैछौँ। तल्लो सिद्धबाबादेखि तल, पारीको चाहिँ नारायण मन्दिरदेखि तल हामीले चाहिँ नदीको दुवै किनारामा व्यवस्थित पक्की वाल पर्खाल लगाएर नदी नियन्त्रण गर्ने यो प्रक्रियालाई हामी अगाडि बढाउँदैछौँ। यो प्रक्रिया माथिदेखि तलसम्म जान्छ, हात्तीसुँडसम्म जान्छ, त्योभन्दा तल मगरघाटसम्म जान्छ, अझ तल पनि जान्छ। सम्भवतः मगरघाटमा त तल चाहिँ र त्यसको त्यो स्थानीय उपभोक्ताहरूले अनुमति दिएको ठाउँसम्म हामीले कोरिडोर सडक पनि बनाउँछौँ। त्यस हिसाबले चाहिँ यो नदी नियन्त्रणको काम चाहिँ हामीले तिनाउ नदीमा अत्यन्तै व्यवस्थित ढङ्गले दीर्घकालसम्म कुनै समस्या सिर्जना नहुने गरी आम नागरिकहरूले नदीबाट चाहिँ नदीको कटानबाट जोखिम मुक्त हुने गरी हामीले चाहिँ यो तटबन्धको काम अगाडि बढाउँदैछौँ। यो काम प्रभावकारी रूपमा अगाडि बढ्छ भनेर म यहाँलाई विश्वास दिलाउन चाहन्छु। हाम्रो बस्ती सुरक्षित हुन्छ। म यहाँलाई यति मात्रै बुझ्नका निम्ति अनुरोध गर्छु कि हाम्रो बस्ती सुरक्षित हुन्छ, नदीले हाम्रो बस्ती कटान गर्दैन। त्यस हिसाबले हामी नदी नियन्त्रणको कामलाई अगाडि बढाउँछौँ भन्ने म यहाँलाई बताउन चाहन्छु। र